बुहारीको कोसेली खानु पनि भाग्य नै चाहिन्छ। धन्यवाद छ। ल गाइज म चाहिँ माइतबाट आएर पनि बुवा मम्मीलाई ढोका भेट अनि कोसेली कार्यक्रम हुँदैछ यहाँ हैन। नमस्ते। उहाँ बुवाहरू असलबाट भर्खर आउनु भयो हैन। खै मम्मी नमस्कार गर्दैछु। के मान मेरो बुहारीलाई त गर्नै पर्यो हैन। एक रात छुटी सक्छ। म त धेरै भाग्यमानी रहेछु। बेलैमा बुहारी पाएँ, बेलैमा कोसेली खान पाएँ, तातो भात पनि खानु पाएँ। एउटा बुहारी एउटाको बिहे गर्नु बाँकी छ। कस्तो जस्तै आएको हुन्छ। कोसेली खाँदैछु म। यहाँ राईकै छोरी राईकै सम्धिनी परि हजुर हो। यहाँ हेर्नुहोस् न मेरो बुवालाई चाहिँ रुगा लागेको रहेछ, त्यसैले कोसेली त खानै पर्छ भनेर हैन बुवा। बिस्कुट मन त राखिदिनु पर्यो नि सम्धिनीको होइन बुवा। त्यही भएर हजुरले पठाइदिनु भएको कोसेली म त पसलबाट खान थालेँ हजुर। यता मेरो आन्टी हुनुहुन्छ, मेरो बुहारीको कोसेली खान आऊ हो भनेर आउनु भएको छ आन्टी पनि होइन। मेरो त कहिले हो कोनी। अब दिदीकै बुहारीको कोसेली खाँदैछु सुरुमा। छोरा छ बिस्कुट थपे थपे खाइयो। धेरै धेरै एउटा सम्झिँदै एउटा धन्यवाद। ए मेरो गाममा हजुरले पठाइदिनु भएछ। हाम्रो जेठीले साग धनियाँ अब भोलपडा पारेर खानु पर्यो बाँडेर। यहाँ मेरो बहिनीलाई दिँदैछु। यता मेरो छिमेकीलाई दुईवटा चारवटा भए पनि बाँडेर खान्छु। खाने है गाममा हजुर तपाईँले बाँडेर खाऊ है। दयालाई पनि दिनुपर्ने यति नै अरूलाई पनि दिनुपर्छ नि। हजुर तरकारी पठाइदिनु भएछ, मैले पनि खान पाएँ। धन्यवाद छ हजुरलाई।